आज हामी चाहिँ निगिरीलाई कहाँ जाने अरे त यसो आज साथीहरूसँग यसो पार्टी गरौँ भनेर चाहिँ हिँड्न लाग्यो गाइजहरू है सबजना ए सामान निकाल दे भाइ क्या ले त भिडियो गराउँदै जानु परेको रहेन हेर त आज हामी कहाँ जाँदैछौँ भने खै अरू के उसको दाइ खाले हुन्छ एउटा ल आज चाहिँ हामी चाहिँ यसो पार्कमा रमाइलो गरौँ भनेर होइन यसो जान्छौँ यसलाई नि हाम्रा खानेकुराहरू यहाँ दाइ हामीसँग छौँ होइन चाबी ल्याउन कि नै फोन मैले यहाँ यसो हालेँ तपाईँ त्यो अर्को यसो दाइले चाहिँ ठिकै छ सर छोडिन दुईजना दाइहरू ढक्क सामान ल्याएर ढक्क अगाडि हिँडिराख्नु भएको छ गाइजहरू है यता म छु उता भाइ आउँदैछ यसो रमाइलो गरौँ आज दाइहरू पनि अब छुट्टीमा अब नेपाल जाँदै होइन चाहिँ त्यही भएर यसो पार्कतिर गएर चाहिँ यसो खानपिन गरौँ माइन्ड फ्रेस गरौँ भनेर यसो हिँडेको भनेपछि त्यो मजासँग उताबाट पनि अर्को होटेलमा काम गर्ने दाइहरू पनि आउँदै हुनुहुन्छ सँगै मिलेर चाहिँ खानुपर्छ एकछिन रमाइलो गर्नुपर्छ पार्कमा गएर टक्क चिसो हावामा है दुईजना दाइ एकजना भाइ भएर डक्क लाएर हिँडिसक्नु भएको छ है साथीहरूलाई ल गाइजहरू अब चाहिँ हामी पार्कमा जानलाई बाटोमा छौँ अहिले पार्कमा गएर भेटौँला है गाइजहरू फाइनल्ली हामी चाहिँ पार्कमा आएको अवस्था हो रे हो यहाँ चाहिँ फुटसलमा टक्क लाएर खेलिरहेको छ फुटबल खेल्न लागेका केटाहरू है यहाँ चाहिँ हाम्रो दाइहरू चाहिँ हुनुहुन्छ गाइजहरू है यता दाइहरू हुनुहुन्छ त्यहाँ चाहिँ निकिरीलाई ब्याडमिन्टन खेलिरहेको छन् यता चाहिँ म छु म यो रमेश भन्ने है छु उता चाहिँ दाइहरू हुनुहुन्छ ल त्यहाँ चाहिँ ब्याडमिन्टन खेलिरहेको छन् केटाहरू अर्को उसमा चाहिँ क्रिकेट खेलिरहन् क्रिकेट बहुत रमाइलो छ सारा चिसो हावासँगै टक्क ए अरे डालो विराट कोहली हाय हाय ल यहाँ चाहिँ क्रिकेट खेल्न लाग्छन् गाइजहरू ल उता चिसोमा जाऊ ए चिसो चौरमा कहाँ जान्छ दाइ अर्को दाइ हेलो दाइ के छ ल के भन्न चाहनुहुन्छ मेरो भ्लगमा ल नेपालगञ्जको दाइ हुनुहुन्छ टक्क लाएर बोल्नु के छ यार लाज लाग्छ फर्स्ट टाइम ल गाइजहरू अब चाहिँ हामी यसो बस्ने जग्गा खोज्दै हिँडिरहेको छौँ है उहाँ दाइहरू ढक्क अर्को होटेलमा काम गर्ने दाइहरू हो अब हामी चाहिँ बोल्नु के छ र हाम्रो दाइ के अरे नेपालगञ्जको है दाइ नेपालगञ्ज अनि कस्तो लागिरहेको थियो यहाँ साउदीमा तपाईँलाई
यता हेरेर बोल्नु क्यामेरा गर्मी छ हैन यस्तै सब ठिकठाक छ हैन कामदाम त राम्रै चलिरहेको होला नि एकदम ल ठिक छ अनि कहिले हो त घरतिर जाने तपाईँ घर 2 महिनापछि 2 महिनापछि ल कता जाने कता हो र रमेश मगर नि यसो छ ऊ यहाँ जाम यहाँ नि मान्छे रहेछ नि ऊ त्यहाँ ल सर ल रमेश मगर छ मेरो युट्युब च्यानलको नाम रमेश मगर ल उहाँ च्यानलमा पनि ल उहाँ हाम्रो दाइ चाहिँ स्याङ्जाको हुनुहुन्छ छिमेक न ल कृष्ण मेरो कृष्णलाई नमगर है ल अनि के छ त अरू नयाँ नयाँ खबर दाइको सुनाउनु यस्तै छ आज भर्खर ड्युटीबाट आएर यो पार्कतिर आज रमाइलो हुँदैछ ल यसो रमाइलो गर भनेर होइन रमाइलो हो हाम्रो एकदम स्वादिलो खानाहरू है गाईहरू ल आजको डिनर यो आइटम चाहिँ के हो यो आइटम चाहिँ कारागी यो कारागी यो जापानिज करी वाओ सलाद वाओ यो चिकन काट्छु वाओ दामी सब आइटम ल आज चाहिँ मजाले खानुपर्छ ल लगभग यो कति करोडको पार्टी हो थमन दाइ भन्नु 5 करोड भन्नुहुन्छ 5 करोडको आज ल डक्क बसेर खानुपर्छ लगाइदियो ल ल ल लगभग 5 करोडको पार्टी हैन ल इन्जोय है 5 करोडको पार्टी म यता दारु ल अहिले रेलमा म चाहिँ हुस्की हालिरहेको अब चाहिँ कोकरो फ्राई ल ल ल ल सुरु ल इन्जोय ल सुरु ल टक्क खानु पर्यो अब अनि के म त दाइ यो ठाउँमा चाहिँ अलि म आउँदिनँ होला होइन अब चाहिँ अर्को ठाउँ चाहिँ यसो हेर्नु पर्ला अनि तपाईँ के कस्तो छ तपाईँको यहाँ कस्तो चलिरहेछ कामदाम यसो सुनाउनु ठिकै चलिरहेको भाइ यस्तै सिकिन्छ अनि ल मेरो भ्लग हेर्नेहरूले चाहिँ लाइक कमेन्ट सेयर गर्न लगाइदिनुहोस् यसो रमेश मगर छ मेरो नाम होइन भाइको भ्लगको नाम चाहिँ रमेश मगर रहेछ होइन लाइक कमेन्ट सेयर सब्सक्राइब कस्तो लाग्छ कमेन्टहरू उहाँ चाहिँ एकदम रोयल दाइ हुनुहुन्छ है उहाँ दाइ चाहिँ एकदम मलाई बिन्दास फेरि भेटौँ न दाइ होइन अब चाहिँ हामी चाहिँ सबजना होइन खानपिन गरेर कुराकानी गरेर चाहिँ सकिएको अवस्था छ अब चाहिँ यसो बिदाबारी हौँ भनेर गरेको ल अब चाहिँ जानुपर्छ ल भइहाल्छ नि दाइ ल चिकनको क्वान्टिटी लिएर हालेर मस्त पिज्जा लिएर आऊ चिज कम हाल मैले आइडी दिन्छु मैले माधव भाइको आइडी के हो नि माधव भाइको माधव कुमार फोटो के हाल्नु पर्छ फोटो त आफ्नै छ तपाईको आफ्नै हो पछाडि चाहिँ मम्मी र माधव कुमार मात्रै आउँछ डेली हो हामी त यो महिना उहाँहरूको आइडीमा हुनुहुन्छ नि भयो ल त्यति ल भोलि भेटौँ नलाउँदै भेट्ने हो 1 तारिकसम्म त हो 1 तारिकसम्म भोलि आउन ल भोलि भेटौँ न हामी त अब नेपालतिर गएर नि भेट्छ आउनु हामी पनि भेट्यौँ न हामी नेपाल गएर ल अब हामी चाहिँ खानपिन गरेर रमाइलो हल्का फुल्का गरेर चिसो हावामा होइन पार्कमा अब चाहिँ हामी चाहिँ रुममा जान लागेको छौँ के कस्तो लाग्छ होइन नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है र भिडियोलाई चाहिँ फ्लोमा हेरिदिनु होला ल फेरि अर्को भिडियोमा भेटौँ होला ल बाई